नमस्कार। महाभारतको यो विशाल यात्रामा फेरि पनि स्वागत छ। अघिल्लो भागको अन्त्यमा ऋषि उत्तङ्कले राजा जन्मेजयलाई आफ्ना पिता परीक्षितको मृत्युको बदला लिन प्रेरित गरेका थिए। परीक्षितलाई नागनाग तक्षकले डसेर मारेको थियो। अब राजा जन्मेजयले निर्णय गर्छन् एउटा यस्तो यज्ञ गर्ने जसको मन्त्र शक्तिले तक्षक मात्र होइन, सम्पूर्ण सर्प जाति नै अग्निमा जलेर समाप्त होस्। तर यहाँ एउटा प्रश्न उठ्छ, यदि जन्मेजयले सम्पूर्ण सर्पहरूलाई नष्ट गर्ने यज्ञ सुरु गरेका थियो भने त्यो यज्ञ रोकियो कसरी? हजारौं नागहरू जलिसकेपछि पनि सर्प जाति पूर्ण रूपमा नष्ट हुनबाट कसरी जोगियो र त्यो विनाश आखिरमा थामियो कसरी? याद राख्नुहोस्, यो कथा नैमिषारण्यको स्थलमा उग्र सर्वासुरले त्यहाँ उपस्थित सौनक तथा अन्य ऋषिहरूलाई सुनाइरहेका छन्। उनै ऋषि सौनकले उग्र सर्वासुतलाई आग्रह गर्छन्, तपाईँले अनेक राजा, ऋषि, देवता, असुर, नागहरूको कथा सुन्नुभएको छ र हामीलाई सुनाउँदै हुनुहुन्छ। आज मलाई मेरो आफ्नै भार्गव वंशको कथा सुनाउनुहोस्। म आफ्नै वंशको कथा जान्न चाहन्छु। अब उग्रसर्वा भार्गव वंशको कथा सुरु गर्छन्। महर्षि भृगु प्राचीन समयका महान ऋषिहरूमध्ये एक थिए। उनकी पत्नी पुलुमा गर्भवती थिइन्। त्यही समयमा आश्रममा एउटा पुलुमा नाम गरेकै राक्षस आयो। उसले अद्वितीय सुन्दरी ऋषि पत्नी पुलुमालाई देख्ने बित्तिकै पुरानो कुरा सम्झ्यो। विवाह हुनुभन्दा पहिले नै उसले पुलुमालाई मन पराएको थियो। ख्याल ठट्टामै पुलुमाका पिताले तिमीहरूको नाम मिल्ने रहेछ, ल मेरी पुलुमाको बिहे त तैसँग गरिदिन्छु भनेका थिए। उसले मनमनै पुलुमालाई पत्नी मानेको थियो। तर पछि पुलुमाका ऋषिले विधिपूर्वक उनको विवाह महर्षि भृगुसँग गरिदिएका थिए। भृगु आश्रममा नभएको मौका देखेर ऊ पुलुमालाई लिएर जाने विचार गर्न थाल्यो। पुलुमा वास्तवमा कसकी धर्मपत्नी हुन्? के उसले पहिले मन पराएकै कारण उनलाई आफ्नी पत्नी भन्न सक्थ्यो, कि विधिपूर्वक विवाह गरेका महर्षि भृगु नै उनका वास्तविक पति हुन्? त्यही आश्रममा अग्नि प्रज्वलित थियो। वैदिक परम्परामा अग्निलाई केवल आगो मानिँदैन, अग्नि यज्ञका साक्षी हुन्, विवाहका साक्षी हुन्, देवता र मनुष्य बीचको सञ्चारका माध्यम हुन्। यज्ञको हवि उनैले देवतासँग पुर्याउँछन्। पुलुमा राक्षसले अग्निलाई सोध्यो, हे अग्निदेव, तपाईँ सबै कुरा जान्ने हुनुहुन्छ, सत्य भन्नुहोस्, यो स्त्री कसकी पत्नी हो? मैले पहिले नै उसलाई आफ्नो पत्नीको रूपमा स्वीकार गरिसकेको थिएँ, तर उनका पिताले पछि भृगुसँग विवाह गरिदिए। अब धर्मअनुसार उनी कसकी पत्नी हुन्? अब अग्निलाई ठुलो धर्म सङ्कटमा पर्छ। यदि उनले असत्य बोल्यो भने साक्षी भएर पनि झुट बोलेको पाप लाग्थ्यो, किनकि उनैलाई साक्षी मानेर वैदिक ऋचाले बाँधिएर भृगु र पुलुमाको विवाह भएको हो। तर यदि उनले सत्य बतायो भने राक्षसले त्यस सत्यलाई बहाना बनाएर गर्भवती पुलुमालाई अपहरण गर्न सक्थ्यो। कहिलेकाहीँ सत्य र असत्य छुट्याउन सजिलो हुन्छ, तर वास्तविक धर्म सङ्कट त्यति बेला सुरु हुन्छ जब सत्य बोल्नु पनि हानिकारक हुन्छ र नबोल्नु पनि अधर्म जस्तो हुन्छ। अग्नि भन्छन्, तिमीले कुनै समय पुलुमालाई पत्नी बनाउन चाहेका थियौ, यो सत्य हो, तर तिमीले विधिपूर्वक विवाह गरेका थिएनौ। उनका पिताले वैदिक विधि अनुसार महर्षि भृगुसँग उनको विवाह गरिदिएका हुन्, त्यसैले उनी भृगुकी धर्मपत्नी हुन्। म आफै त्यसको साक्षी छु। तर राक्षसलाई जवाब चित्त बुझ्दैन। मैले उनलाई पहिले नै रोजेको थिएँ, त्यसैले उनीमाथि मेरो पहिलो अधिकार छ। सायद एउटा पुरानो कमजोरी हो। हामी कहिलेकाहीँ सम्पूर्ण सत्य सुन्न चाहँदैनौँ। हाम्रो इच्छालाई समर्थन गर्ने अंश मात्र टिप्छौँ र बाँकी सत्यलाई व्यवस्था गर्छौँ। राक्षसले एउटा विशाल बँदेलको रूप धारण गर्छ र गर्भवती पुलुमालाई उठाएर तीव्र गतिमा जङ्गलतर्फ दौडिन्छ। गर्भवती पुलुमा बिचरा डरले काँपिरहेकी हुन्छन्। त्यसै क्रममा भय, पीडा र बँदेलको ढाडमा बसेको धक्काका कारण पुलुमाको गर्भबाट एउटा बालक बाहिर खस्छ। तर त्यो कुनै साधारण बालक थिएन। त्यही बालकको शरीरबाट प्रचण्ड तेज प्रकट हुन्छ र त्यही क्षणमा पुलुमालाई बोकेर भागिरहेको राक्षस तत्काल जलेर खरानी हुन्छ। उनको आँखाबाट लगातार आँसु बगिरहेको थियो। कथाले भन्छ उनका आँसुहरू यति बगे कि त्यसबाट एउटा नदी नै उत्पन्न भयो। ब्रह्मा स्वयंले त्यसको नाम राखिदिए वसुधरा, अर्थात् नववधुका आँखाबाट बगेको नदी। केही समयपछि महर्षि भृगु आश्रममा फर्किए। उनले पत्नीलाई भयभीत अवस्थामा देखे। नजिकै नवजात शिशु थियो। भृगुले वृत्तान्त सोध्छन्, तिमीलाई राक्षसले कसरी चिनेको थियो? उसलाई कसले बतायो कि तिमी मेरी पत्नी हौ? उसले तिमीलाई यहाँबाट लैजाने आँट कसरी गर्यो? बिचरा पुलुमाले रुँदै सबै कुरा बताउँछिन्। अग्निको जवाब सुनेर त्यसले मलाई उडायो। यो सुनेर भृगु अत्यन्त क्रोधित हुन्छन् र अग्निलाई श्राप दिन्छन्। तिमीले सत्य र असत्य नछुट्याई मेरी पत्नीलाई राक्षसको हातमा पर्न सहयोग गर्यौ। अबदेखि तिमी सबै कुरा खाने सर्वभक्षी भइजाऊ। अग्नि पनि दुःखी र क्रोधित हुन्छन्। हे महर्षि, मैले के अपराध गरेँ? मैले कुनै झुट बोलेको थिइनँ। मलाई साक्षी बनाएर प्रश्न गरिएको थियो। साक्षीले सत्य नबोले उसका 7 पुस्ता अघि र 7 पुस्ता पछिसम्म पतन हुन्छ भन्ने धर्मको नियम छ। यदि मैले असत्य बोलेको भए त्यो अधर्म हुने थियो। मैले धर्म अनुसार सत्य बोले, तर सत्य बोलेको सजाय मलाई किन? यहाँ महाभारतले असहज प्रश्न उठाउँछ, के सत्य बोल्ने मान्छे त्यो सत्यको परिणामको लागि दोषी हुन्छ? अग्निले राक्षसलाई पुलुमाको अपहरण गर्न भनेका थिएनन्। उनले त केवल तथ्य बताएका थिए। अपराध त राक्षसले गरेको थियो। तर दुःखमा परेको मानिसको रिस सधैँ सही अपराधीतर्फ जाँदैन। विचार गर्नुहोस्,
कहिलेकाहीँ हामीलाई चोट पुर्याउने मानिसभन्दा त्यो खबरको चोट सुनाउने मानिससँग हामीलाई ज्यादा रिस उठ्छ। भृगुको श्राप सुनेपछि अग्निले पनि रिसाएर पृथ्वीलाई छोडेर जान्छन्। उनी यज्ञबाट अदृश्य भए। हवन कुण्डमा अग्नि प्रकट हुन छोडो। ऋषिहरूका दैनिक अग्निहोत्र रोकिए। देवताहरूले आहुति पाउन छाडे। पितृहरूले तर्पणको भाग पाउन छोडे। धार्मिक कर्महरू अवरुद्ध भए। मानिस र देवताबीचको माध्यम नै हराएपछि सम्पूर्ण सृष्टिको व्यवस्था डगमगाउन थाल्यो। देवता र ऋषिहरू चिन्तित भएर ब्रह्मा कहाँ पुगे। उनीहरू भन्छन्, भगवान अग्नि संसारबाट लुप्त भएका छन्। यज्ञ हुँदैन, आहुति देवतासम्म पुग्दैन, धर्म कर्म रोकिएको छ। भृगुको श्रापका कारण सम्पूर्ण संसार नै सङ्कटमा परेको छ। हे सृष्टिकर्ता, कल्याण गर्नुहोस्। ब्रह्माले अग्निलाई बोलाउँछन्। अग्नि ब्रह्मा सामु उपस्थित भएर भन्छन्, मैले सत्यको रक्षा गरेको हुँ, तर सत्य बोलेको कारण मलाई सर्वभक्षी हुने श्राप छ। यदि म सबै कुरा खान्छु भने म कसरी पवित्र हुन्छु? म यज्ञको मुख कसरी बन्न सक्छु? त्यस पछाडि सृष्टिकर्ता ब्रह्मा अग्निलाई सम्झाउँदै भन्छन्, महर्षि भृगुको वचन असत्य जाँदैन, तर त्यसको अर्थ तिमीले पनि बुझेको जस्तो लागेन मलाई। तिम्रो सम्पूर्ण शरीर सर्वभक्षी हुने छैन। तिम्रो एउटा विशेष स्वरूपले मात्र सबै कुरा ग्रहण गर्छ। तर तिमीले स्पर्श गरेका वस्तुहरू अशुद्ध होइन, झन शुद्ध भएर जानेछन्। जसरी सूर्यका किरणले छोएको वस्तुलाई पवित्र मानिन्छ, त्यसरी नै तिम्रो ज्वालाले दग्ध भएको वस्तु पनि शुद्ध हुनेछ। तिमी देवताहरूको मुख बनिरहनेछौ। यज्ञको आहुति तिम्रै माध्यमबाट देवतासम्म पुग्नेछ। त्यस पछाडि अघि सर्वभक्षी भएर पनि पवित्र रहिरहे। सायद जीवनमा भएका सबै अन्यायहरू उल्टाउन सकिँदैन, बोलेको श्राप फिर्ता लिन सकिँदैन, घटेको घटना मेटाउन सकिँदैन, तर त्यस घटनाले भविष्यमा के अर्थ राख्छ त्यो परिवर्तन गर्न सकिन्छ। अग्नि फेरि यज्ञहरूमा प्रकट भए। संसारको व्यवस्था पुनः सुरु भयो र भृगुको वंश पनि अगाडि बढ्यो। भृगुका पुत्र च्यवन महान ऋषि बने। त्यही वंशमा पछि प्रमाति जन्मिए र प्रमातिका पुत्र भए परम ज्ञानी र तपस्वी रुरु। त्यही समयमा स्वर्गकी प्रसिद्ध अप्सरा मेनका र गन्धर्व विश्वावसुबाट एउटी अत्यन्त सुन्दर कन्या जन्मिएकी हुन्छन्। मेनकाले त्यो नवजात बालिकालाई नदीको किनारमा छोडेर जान्छन्। त्यस ठाउँ नजिकै स्थूलकेश नाम गरेका एक महान ऋषिको आश्रम थियो। ऋषिले नदी किनारमा रोइरहेको बालिकालाई देखे। उनको मनमा करुणा जागेर आयो। उनले बालिकालाई आश्रममा ल्याएर आफ्नै छोरी जस्तै पालन पोषण गर्न थाले। सबैभन्दा सुन्दर स्त्रीहरू भन्दा पनि सुन्दर भएकोले उनको नाम राखियो प्रमद्वरा, अर्थात् सुन्दरीहरूमा श्रेष्ठ। समय बित्दै गयो। प्रमद्वरा जवान भइन्। उनी रूपवती मात्र होइन, शान्त, विनम्र र सद्गुणी पनि थिइन्। एक दिन भार्गव वंशका उनी युवा ऋषिपुत्र रुरुले प्रमद्वरालाई देखे र उनलाई देख्ने बित्तिकै प्रेममा परे। रुरुले आफ्ना पिता प्रमातिलाई आफ्नो मनको कुरा बताए। दुवै परिवार सहमत भए। रुरु र प्रमद्वराको विवाह तय भयो। आश्रममा प्रसन्नता छायो। विवाहको दिन नजिकै थियो। प्रमद्वरा साथीहरूसँग खेलिरहेकी थिइन्, तर त्यही बेला उनले भुइँमा सुतेको एउटा सर्प देखिनन् र अन्जानमा उनले सर्पलाई कुल्चिदिन्। काल धर्मले प्रेरित भएर त्यो सर्पले उनलाई डस्यो र विष शरीरभरि फैलियो। केही क्षणमै प्रमद्वरा भुइँमा ढलिन्। उनको शरीर निश्चल भयो, सास रोकियो। विवाहको तयारी भइरहेको आश्रम अचानक शोकमा डुब्यो। केही क्षणअघि जहाँ हाँसो थियो, अब रुवाई, शोक र कोलाहल मात्र थियो। रुरुले प्रेमद्वाराको मृत शरीर देखे। उनले यो सत्य स्वीकार गर्न सकेनन्। जोसँग जीवन बिताउने सपना देखेका थिए, विवाह अघि नै उनी मृत थिइन्। रुरु दौडिँदै जङ्गलतर्फ गए र एकान्तमा बसेर विलाप गर्न थाले। उनले देवतालाई पुकार गरे, यदि मैले जीवनमा तपस्या गरेको छु भने, यदि मैले गुरुहरूको सेवा गरेको छु भने, यदि मैले कुनै दान गरेको छु भने, यदि मैले जगदीश्वर श्रीकृष्णको आराधना गरेको छु भने, यदि मैले जिन्दगीमा कुनै पुण्य कमाएको छु भने, त्यो सबै पुण्यको फल प्रमद्वरालाई प्राप्त होस् र उनी फेरि जीवित भइजाउन्। उनी बिना मेरो जीवनको कुनै अर्थ छैन। रुरुको विलाप सामान्य शोक मात्र थिएन, त्यो आफ्नो सम्पूर्ण अस्तित्वलाई प्रश्न गर्ने मान्छेको आवाज थियो। कहिलेकाहीँ हामी कसैले यति गहिरो प्रेम गर्छौँ कि उसको अनुपस्थितिमा आफ्नो बाँकी जीवन पनि व्यर्थ जस्तो लाग्छ। रुरु रोइरहेको बेला आकाशबाट एक देवदूत प्रकट हुन्छन् र भन्छन्, हे ज्ञानी रुरु, यो नियति हो। प्रमद्वराको आयु पुरा भइसकेको छ। तिम्रो विलापले प्रकृतिको नियम बदलिँदैन, तर एउटा उपाय भने छ। कस्तो उपाय? म जे गर्न तयार छु। देवदूत फेरि भन्छन्, तिमी आफ्नो बाँकी जीवनको आधा आयु प्रमद्वरालाई दिन सक्छौ। तिमीले जति बाँच्नु पर्ने थियो त्यसको आधा उनले पाउँछिन्, तर त्यसको अर्थ तिम्रो आफ्नै जीवन पनि आधा छुट्टिनेछ। रुरु एक क्षण पनि सोच्दैनन्, म कति वर्ष गुमाउँछु, मेरो भविष्य के हुन्छ, मलाई पछि पश्चाताप हुन्छ कि हुँदैन। लेखाजोखा बिना उनी तत्क्षण भन्छन्, म आफ्नो आधा आयु प्रमद्वरालाई प्रदान गर्छु, उनी जीवित भइजाउन्। देवदूत धर्मराज कहाँ पुग्छन्। गन्धर्वराज विश्ववसुले पनि आफ्नो पुत्रीका लागि प्रार्थना गर्छन्। धर्मराजले रुरुको आधा आयु प्रमद्वरालाई प्रदान गर्न स्वीकार गर्छन्।
त्यस पछाडि निश्चल शरीरमा फेरि सास चल्न थाल्छ। प्रमोदराका आँखाहरू खुल्छन्। मृत्युबाट उनी फेरि जीवनमा फर्किन्छन्। आश्रमको शोक फेरि उत्सवमा बदलिन्छ। निर्धारित समयमा रुरु र प्रमोदराको विवाह हुन्छ। सुखी र आनन्दित भई बस्न लाग्छन्। तर रुरुको हृदयमा एउटा गहिरो चोट रहिरहन्छ। उनले सम्पूर्ण सर्वजातिलाई आफ्नो शत्रु ठान्न थाल्छन्। जहाँ जहाँ सर्प देख्थे लौरो लिएर मार्न तयार भइहाल्थे। विषालु होस् कि नहोस्, आक्रमण गरेको होस् कि नहोस्, रुरुका लागि अब संसारका सबै सर्पहरू दुश्मन थिए। रुरुले प्रेमद्वारालाई यति धेरै प्रेम गरे कि उनलाई गुमाउने पीडाले रुरुभित्र करुणा होइन प्रतिशोध जन्मायो। सायद मान्छेको मनको दुःखद विरोधाभास नै यही हो। कहिलेकाहीँ प्रेमबाट सबैभन्दा ठुलो त्याग जन्मिन्छ र कहिलेकाहीँ प्रेमबाट सबैभन्दा अन्धो हिंसा। एक दिन रुरुले जङ्गलमा एउटा ठुलो बुढो सर्प देखे। त्यो डुन्डुप जातिको सर्प थियो। डुन्डुप सर्पहरू बाहिरबाट डरलाग्दा देखिए पनि विषालु हुँदैनन्। तर महागानी रुरु समेत रिस र घृणाले अन्धो भइसकेको हुन्छन्। उनी झटपट लौरो उठाएर त्यसलाई मार्न अगाडि बढ्छन्। तर त्यो डुन्डुप जातिको बुद्धिमान सर्पले मानव भाषामा क्रन्दन गर्छ। मैले तिम्रो के बिगारेको छु? मलाई किन मार्न खोज्दैछौ? ऋषि भएर किन यस्तो पाप गर्छौ? रुरु भन्छन्, सर्पले मेरो पत्नीलाई डसेको थियो, झन्डै मारेको थियो। मैले मेरो आधा आयु दिएर बचाउनु पर्यो। त्यसैले अब मैले प्रतिज्ञा गरेको छु, देखेका हरेक सर्पलाई मार्छु। त्यो बिचरा बुढो सर्प भन्छ, तिम्री पत्नीलाई डस्ने सर्प त अर्कै थियो, म अर्कै हुँ। उसको अपराधको सजाय मलाई किन? सबै सर्प विषालु हुँदैनन्। सबै सर्पले मान्छेलाई टोक्दैनन्। रूप मिल्दैमा स्वभाव र अपराध पनि एउटै हुँदैन। तिमी धर्म जान्ने भार्गव वंशका ब्राह्मण हो। ब्राह्मणको शक्ति ज्ञान, संयम र क्षमामा हुन्छ। निर्दोष जीवको हत्या गर्नु तिम्रो धर्म होइन। हामीले सुन्ने पढ्ने गरेको प्रसिद्ध श्लोक अहिंसा परमो धर्म यही प्रसङ्ग र श्लोकबाट आउँछ। अब रुरु अलिक शान्त हुन्छन् र सोच्छन्, तिमी साधारण सर्प जस्तो त छैनौ, वास्तवमा को हौ तिमी? अब सर्पले आफ्नो कथा सुनाउन थाल्छ। म पहिले सहस्रपाद नाम गरेको ब्राह्मण थिएँ। मेरो एक मित्र खगम अत्यन्त तपस्वी र कर्तव्यनिष्ठ थिए। एक दिन रमाइलो गर्ने विचारले मैले घाँसबाट नक्कली सर्प बनाएँ र खगम अग्निहोत्रमा व्यस्त भएको बेला मैले त्यो नक्कली सर्प उनको अगाडि फालिदिएँ। उनी वास्तविक सर्प सम्झेर भयले बेहोस भए। पछि चेतना फर्केपछि उनले मलाई श्राप दिए, तिमीले मलाई निर्बल सर्प देखाएर डरायो, त्यसैले तिमी आफै पनि विषहीन सर्प भइजाऊ। मैले क्षमा मागे, करुणा मागे। तब उनले भनेका थिए, भविष्यमा प्रमातिका पुत्र रुरुले तिमीलाई भेट्लान् र उनलाई भेटेपछि तिमी श्रापबाट मुक्त हौला। तिमीलाई भेटेपछि अब म मुक्त भएँ। आफ्नो वास्तविक स्वरूप प्राप्त गर्नु अघि उनले रुरुलाई अहिंसाको शिक्षा दिन्छन्। अहिंसा परम धर्म हो। कुनै जीवलाई अनावश्यक पीडा नदिनु ब्राह्मणको धर्म हो। दण्ड दिन आवश्यक भए पनि अपराधी र निर्दोष बीच भेद गर्नुपर्छ। एउटाको अपराधका कारण सम्पूर्ण जातिलाई दोष मान्नु आफैमा अधर्म हो। सहस्त्रपातको शिक्षा केवल रुरुका लागि थिएन, यो आउने ठुलो घटनाको सङ्केत थियो। किनकि केही पुस्तापछि राजा जन्मेजय पनि त्यही गल्ती गर्न आँटेका थिए। उनका पिता परीक्षितलाई एउटा तक्षकले मारेको थियो, तर जन्मेजय सम्पूर्ण सर्पजातिलाई जलाउन चाहन्थे। रुरुको हातमा लौरो थियो, जन्मेजयको हातमा विशाल यज्ञ थियो, तर दुवैको क्रोधको तर्क एउटै थियो। एउटाले अपराध गर्यो, त्यसैले त्यस जातिको सबैजना दोषी। सहस्त्रपादले अन्तर्ध्यान हुनु अघि रुरुलाई भन्छन्, भविष्यमा राजा जन्मेजयले सर्पहरूको विनाशको लागि महायज्ञ गर्नेछन्, तर आस्तिक नाम गरेका एक महान ब्राह्मणले त्यो यज्ञ रोक्नेछन्। रुरु कौतूहलतावश सोध्छ, आस्तिक को हुन्? उनले कसरी सर्प जातिलाई विनाशबाट बचाउँछन्? यही प्रश्नको उत्तर खोज्दै कथा अब अर्को महान तपस्वीतर्फ मोडिन्छ। उनको नाम थियो जरत्कारु। जरत्कारु अत्यन्त कठोर तपस्या गर्ने ऋषि थिए। उनको शरीर तपस्याका कारण अत्यन्त दुब्लो र क्षीण भएको थियो। जरा अर्थात् क्षीणता र कारु अर्थात् विशाल। कठोर तपस्याले आफ्नो विशाल शरीरलाई क्षीण बनाएका कारण उनी जरत्कारु कहलाएका थिए। उनले संसारका सबै सुख त्यागेका थिए, न घर, न सम्पत्ति, न परिवार, न विवाहको इच्छा। उनी पृथ्वीभरि घुम्दै तपस्या गर्थे, थोरै खान्थे, धेरै जसो उपवास बस्थे र आफ्नो सम्पूर्ण जीवन आत्मसंयम र मुक्तिको खोजमा समर्पित गरेका थिए। एक दिन यात्राका क्रममा उनी अनौठो स्थानमा पुग्छन्। त्यहाँ उनले अत्यन्त भयावह दृश्य देख्छन्। केही वृद्ध पुरुषहरू एउटा गहिरो खाडलमाथि उल्टो झुन्डिरहेका थिए। उनीहरूलाई एउटा अत्यन्त पातलो घाँसको जराले मात्र थामिरहेको थियो। तल अथाह अन्धकार थियो। एउटा मुसाले बिस्तारै त्यो जरा काटिरहेको थियो। जरा लगभग सकिनै आँटेको थियो। त्यो टुट्ने बित्तिकै उनीहरू सबैजना खाडलमा खस्ने निश्चित थियो। जरत्कारु कौतूहलवश सोध्छन्, तपाईहरू को हुनुहुन्छ? किन यस्तो पीडामा झुन्डिरहनु भएको छ? मसँग भएको तपस्याको पुण्य दिएर तपाईँहरूलाई बचाउन सक्छु भने भन्नुहोस्, म दिन तयार छु। त्यो पुरुषहरूले भन्छन्, हामी यायावर वंशका पूर्वज पितृहरू हौँ। हामीसँग तपस्याको कमी छैन। तिम्रो तपस्याको फलले हाम्रो समस्या समाधान गर्दैन। हाम्रो वंश समाप्त हुन आँटेको छ। हामीलाई यो थामिरहेको पातलो जरा
हाम्रो वंशको अन्तिम आधार हो र त्यो जरातकारू नामको एउटा तपस्वी हो जो हाम्रो वंशको अन्तिम मान्छे हो। त्यसलाई काटिरहेको मुसा समय हो। उसले विवाह गरेको छैन, सन्तान छैन। ऊ पछाडि हाम्रो वंश समाप्त हुन्छ। त्यसैले हामी पतनको द्वारमा झुन्डिएका छौँ। जरतकारू छक्क पर्छ। म नै जरतकारू हो, म नै तपाईँहरूको वंशज हुँ। पितृहरूले भने, ओहो, त्यसो भए तिमीलाई अनुरोध छ, बिन्ती, विवाह गर, सन्तान जन्माऊ र आफ्नो वंशलाई निरन्तरता देऊ। त्यही सन्तानका कारण हामी यो अवस्थाबाट मुक्त हुन्छौँ। अब जरतकारू ठुलो दुविधामा पर्छन्। उनले सम्पूर्ण जीवन संसारको बन्धनबाट मुक्त हुन तपस्या गरेका थिए, तर अहिले उनका पूर्वजहरूको मुक्तिको कुरो छ। अब उनको व्यक्तिगत चाहना र पारिवारिक उत्तरदायित्व आम्नै सामने उभिएका थिए। अन्ततः उनले पितृहरूको आग्रह स्वीकार गरे, तर उनले विवाहको लागि केही कठिन शर्तहरू राखे। म विवाह त गर्छु, तर आफै पत्नी खोजेर धन दिएर विवाह गर्दिन। कुनै परिवारले आफ्ना कन्यालाई भिक्षा स्वरूप स्वेच्छाले दिनुपर्छ र त्यो कन्याको नाम पनि मेरो नाम जस्तै जरतकारू नै हुनुपर्छ र उनको पालन पोषणको भार म लिन्न। यदि उनले कहिल्यै मेरो मन नपर्ने काम गरिन् भने म उनलाई त्यही तक्षण छोडेर जान्छु। यस्ता शर्तसहित पत्नी पाउन लगभग असम्भव थियो, तर जरतकारू विवाहको इच्छाले होइन, कर्तव्य पुरा गर्न, झाडा टार्न मात्रै विवाहको वचन दिन बाध्य थिए। यस्तो केटी पाइँदैन भन्ने उनलाई थाहा थियो। उनी पृथ्वीभर घुमेर कन्या भिक्षा मागे, तर कसैले पनि छोरीलाई घर, धन र पालन पोषणको जिम्मेवारी नलिने वृद्ध तपस्वीलाई कन्या दिन चाहेन। र धेरै समयपछि पत्नी नभेटेपछि एक दिन जरतकारू जङ्गलमा उभिएर 3 पटक पुकारा गर्न थाले। यहाँ कोही छ जो आफ्नो कन्या मलाई भिक्षाको रूपमा दिन तयार छ? म आफ्ना पितृहरूको उद्धारको लागि विवाह गर्न चाहन्छु, तर कन्याको नाम जरतकारू हुनुपर्छ। तर संयोग होइन, सायद नियतिले यही क्षणको प्रतीक्षा गरिरहेको थियो। नागराज वासुकीले आफ्ना नागहरूलाई पहिलेदेखि नै आदेश दिएका थिए, जरतकारू नामका ऋषिले विवाहका लागि कन्या मागेको खबर पाए मलाई तुरुन्त खबर गर्नु, किनकि नाग जातिमाथि एउटा भयानक सङ्कट आउने भविष्यवाणी भइसकेको थियो। नागमाता कद्रुले आफ्ना पुत्रहरूलाई श्राप दिएकी थिइन्, भविष्यमा राजा जन्मजाएको सर्पयज्ञमा तिमीहरू जलेर नष्ट हुन्छौ। त्यो श्रापबाट नागहरूलाई बचाउने एउटा मात्र आशा थियो। देवताहरूले नागराज वासुकीलाई बताएका थिए, जरतकारू नामका ऋषि र जरतकारू नामकी नाग कन्याबाट एउटा तेजस्वी पुत्र जन्मिनेछ। त्यही पुत्रले सर्पयज्ञ रोकेर नाग जातिलाई बचाउनेछ। र संयोगवश नागराज वासुकीकी बहिनीको नाम पनि जरतकारू थियो। ऋषिले कन्या मागेको खबर पाउन साथ वासुकी आफ्नो बहिनीलाई लिएर आए। उनले भने, महर्षि, मेरो बहिनीको नाम पनि जरतकारू हो। म उनलाई तपाईँलाई भिक्षा स्वरूप दिन तयार छु र उनको पालन पोषणको सम्पूर्ण जिम्मेवारी म लिन्छु। ऋषि जरतकारूले आफ्नो सबै शर्तहरू दोहोऱ्याउँछन्। यदि उनले मेरो इच्छा विपरीत कुनै काम गरिन् भने म उनलाई तत्क्षणै त्यागेर जानेछु। नागराज वासुकी र उनकी बहिनी दुवैले शर्त मान्छन्। यसरी ऋषि जरतकारू र नागकन्या जरतकारूको विवाह हुन्छ। यो विवाह सामान्य प्रेम अथवा गृहस्थी सुखका लागि भएको थिएन। एकातर्फ ऋषिका पितृहरूको वंश बचाउनु पर्ने थियो र अर्कोतर्फ सम्पूर्ण नाग जातिलाई भविष्यको विनाशबाट जोगाउनु थियो। दुई फरक संसारहरूको सङ्कटले उनीहरूलाई एक ठाउँमा लिएर आएको थियो। विवाहपछि ऋषि जरतकारू नागराज वासुकीको भवनमा बस्न थाले। उनका लागि शान्त र सुन्दर स्थान बनाइएको थियो। नागकन्या जरतकारू अत्यन्त सावधानीपूर्वक पतिको सेवा गर्थिन्। उनी सधैँ डराउँथिन्, कतै मबाट कुनै गल्ती नहोस्, कतै ऋषि क्रोधित भएर मलाई छोडेर नजाउन्, किनकि हाम्रो पुत्रमै सम्पूर्ण नाग जातिको भविष्य निर्भर छ। एक दिन ऋषि जरतकारू धेरै थाकेका थिए। उनी आफ्नो पत्नीको काखमा टाउको राखेर निधाए। समय बित्दै गयो, सूर्य अस्ताउन लागेको थियो, सन्ध्यावन्दनको समय हुन आँटेको थियो। नागकन्या ठुलो दुविधामा परिन्। यदि उनले पतिलाई उठाइनन् भने ऋषिको दैनिक धार्मिक कर्म छुट्ने थियो, धर्मको हानि हुने थियो। तर यदि जगाइन् भने उनको निन्द्रा भङ्ग हुने थियो। उनी क्रोधित भएर छोडेर जान सक्थे। उनले धेरै समय सोचिन्। अन्ततः उनले धर्मको रक्षा ठुलो ठानिन् र नम्र स्वरमा भनिन्, भगवान, सूर्यदेव अस्ताउन लाग्नु भएको छ, सन्ध्याको समय भएको छ, कृपया उठेर आफ्नो नित्य कर्म गर्नुहोस्। जरतकारू तुरुन्तै बिउजिए, तर उनी प्रसन्न भएनन्। उनी क्रोधित हुँदै भने, तिमीले मेरो निन्द्रा भङ्ग गर्यौ, मैले विवाह अघि नै भनेको थिएँ। मेरो इच्छा विपरीत काम गरे म त्यही क्षण तिमीलाई छोडेर जानेछु। म अब यहाँ बस्दिन। नागकन्या डराउँछिन्। उनले हात जोड्छिन्, भगवान, मैले तपाईँको अपमान गर्न जगाएकी होइन, तपाईँको धर्मकर्म छुट्ला भन्ने डरले मात्र उठाएकी हुँ। मेरो उद्देश्य तपाईँलाई दुःख दिनु थिएन। मेरो परिवारले एउटा ठुलो उद्देश्यको लागि मलाई तपाईँलाई दिएको हो। हाम्रो पुत्रले नाग जातिलाई भविष्यको विनाशबाट बचाउँछ भन्ने भविष्यवाणी छ। यदि तपाईँ अहिले नै जानुभयो भने त्यो उद्देश्य कसरी पुरा हुन्छ? ऋषि जरतकारूको क्रोध केही शान्त हुन्छ। उनी भन्छन्, तिमीले चिन्ता गर्नु पर्दैन, तिम्रो गर्भमा महान तेज भएको पुत्र आइसकेको छ। ऊ अस्तित्वमा छ। त्यो बालक वेद र धर्मको ज्ञाता हुनेछ। उसैले तिम्रो कुलको ठुलो सङ्कट हरण गर्ला।
अस्ति अर्थात् छ। यति भनेर ऋषि जनकहरू त्यहाँबाट प्रस्थान गर्छन्। नागकन्या जनकहरू आफ्नो दाजु वासुकी कहाँ पुग्छिन् र सबै कुरा बताउँछिन्। वासुकी सोध्छन्, हाम्रो उद्देश्य पुरा भयो त? के तिम्रो गर्भमा त्यो बालक छ? उनी भन्छन्, ऋषि आफैले भन्नुभएको छ, अस्ति बालक छ। ऋषिको वचन कहिले खेर जाँदैन। समय पुरा भएपछि नागकन्याले एउटा तेजस्वी पुत्र जन्माइन्। उसको नाम राखियो आस्तिक। आस्तिक नागवंश र मानव ऋषि वंश दुवैसँग सम्बन्धित थिए। उनका पिता महान ब्राह्मण तपस्वी थिए। उनकी माता नागराज स्वयं वासुकीकी बहिनी थिइन्। उनी दुई संसारको बीचमा जन्मिएका थिए। आस्तिक जन्मदेखि नै अत्यन्त बुद्धिमान थिए। उनले वेद, वेदाङ्ग, धर्मशास्त्र र अनेक विद्याको अध्ययन गरे। उनी तपस्वी थिए, संयमी र उनीभित्र एउटा असाधारण तेज देखिन्थ्यो। उनी धर्म र अधर्मविद वेद गर्न सक्ने ज्ञानी थिए। सायद सबैले भविष्यवाणी गरेको सर्पयज्ञको महाविनाश रोक्न त्यही व्यक्ति योग्य हुन सक्थ्यो, जो मनुष्य र नागहरू दुवै पक्षको पीडा बुझ्न सक्थ्यो। सर्पयज्ञको खतरा अझै भविष्यमा छँदै नै थियो। राजा परीक्षितलाई तक्षकले डस्न बाँकी थियो। उत्तङ्कको अपमान हुन बाँकी थियो। जन्मेजयको मनमा प्रतिशोधको आगो बल्न बाँकी थियो र कद्रुले आफ्ना सर्पपुत्रहरूलाई दिएको श्राप पुरा हुने समय पनि आउन बाँकी थियो। यति लामो कथा आस्तिकको जन्मसम्म किन सुनाइयो? किनकि महाभारतमा ठुलो घटना अचानक हुँदैन। एउटा सर्पयज्ञको पछाडि केवल जन्मजयको क्रोध थिएन, त्यसको पछाडि पुस्तौं पुराना श्रापहरू थिए। पितृहरूको भय थियो, वासुकीको योजना थियो, जरथहरूको तपस्या थियो, एउटी नागकन्याको त्याग थियो, रुरुलाई एउटा सर्पले दिएको पीडा थियो। सुरुवाती कथा एकदमै कन्फ्युजिङ हुन सक्छ। कतै बुझेन भने कमेन्ट गर्नुहोला, म त्यसलाई क्ल्यारिफाई गर्ने कोसिस गर्छु। अगाडिको कथा अर्को भिडियोमा गरौँला। धन्यवाद।